हर्क सम्मानको पार्टीभित्र अरूले जितोस् नजितोस् त्यो मतलब भएन, तर हर्क सम्मानले चाहिँ चुनाव जित्नु पऱ्यो है, नत्र लाज मर्दो हुन्छ। यदि धरानको मेयर हर्क साम्पाङले आफ्नो बोली र व्यवहारमा अलिकति सुधार गरेको भए यही आउँदो फागुन 21 गतिको चुनावमा धेरै ठाउँमा सिट नजिते पनि जनताको मन चाहिँ जित्ने पक्का थियो। यो कुरामा चाहिँ कुनै शङ्का थिएन। अब यहाँ के भइदियो भन्दाखेरि यता प्रधानमन्त्री बन्छु भन्दै गर्दाखेरि उता अब जनताले त्यो अनुसारको सिट पनि नजिताइदिने, अनि यता जनताको मन पनि नजित्ने, अनि त्यसपछि कसरी प्रधानमन्त्री हुन्छ? अब चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भने जस्तो भयो। अब हुँदा खाँदाको अब मेयर पद छोडेर अब प्रधानमन्त्री बन्छु भनेर हाम फाल्यो। अब न उता राम्रोसँग चुनाव जित्न सकिन्छ, न यता प्रधानमन्त्री। अब फेरि आउँछ लुसिफरहरूले देश बिगार्यो, लुसिफरहरूले देश कब्जा गर्यो, बालेन शाह लुसिफर, रवि लाम्छाने सहकारी ठग मन परी भनेर फेरि फेसबुकमा रोइलो गर्छ। यसरी त चुनाव जित्दैन। चुनाव जित्नका लागि अलिकति नेपाली राजनीतिमा संस्कार भन्ने चाहिँ हुनुपर्छ है। त्यो संस्कार चाहिँ आफूमा पनि चाहिन्छ र नेपाली जनतालाई पनि देखाउनु पर्छ कि अब संस्कारै छैन, खालि अरूलाई विरोध गर्ने, मुखमा जे आए त्यही बोल्ने, यसरी चुनाव जित्छ। अनि यस्तो मान्छे चाहिँ पछि प्रधानमन्त्री बन्यो भने चाहिँ हामीले प्रधानमन्त्री मान्नु पर्ने। आहाहा, जस्ट चिल ब्रो। हर्क सम्मानको पार्टीभित्र अरूले जितोस् नजितोस् त्यो मतलब भएन, तर हर्क सम्मानले चाहिँ चुनाव जित्नु पऱ्यो है, नत्र लाज मर्दो हुन्छ। गुड, थ्याङ्क यू, हेभ अ गुड डे।